भगन छैन कति दिन भइसक्यो चाहिँ यहाँ पुलमा जानु लागेको अरू चाहिँ गाडीमै छ हामी चाहिँ अब त्यता जाँदैछौँ हामी चाहिँ फर्केर पनि फेरि बाटो आएको होइन अब आइसकेपछि हामी चाहिँ अलिअलि भयो भने हेरौँ भन्ने भएर आयो हाम्रो चाहिँ यस्तो छ बाह्र साथीहरू अनि यहाँ मन्दिरतिर आएको के अरे यहाँ फोटो खिच्नुलाई गलेश्वर मन्दिरमा आएको छ आज चाहिँ सेकेन्ड डे है हिजो चाहिँ हाम्रो फर्स्ट दिन भयो अनि आज चाहिँ सेकेन्ड डे हो अनि हामी चाहिँ आज अघि नै हामी चाहिँ रेडी भएर नि अब आज चाहिँ हामी ड्रेस लाउनलाई जाँदैछौँ अनि जेरीगाली जाँदैछौँ अनि हेर्दै गर्नु होला मेरो भिडियो नि अनि हामी मुक्तिनाथको दर्शन गर्नु होला हामी चाहिँ 5 जना अब 5 जना मेरो साथी उता छ एउटा टोयलेटमा पनि छ खोइ कता गए अब हामी चाहिँ जान्छौँ साथीहरू एकछिनमा देखाउँछु रेडी भइसक्यो हेलो हामी चाहिँ निसिसक्यो मार्फा गाउँ अब आएर मर्ला जाडोले गाइज यता मिठो सम्झना भन्न कुनी ए यहाँ आउँछ नि स्याउबारी यो चाहिँ लसुनबारी पनि रहेछ यता आलुबारी म त जाडोले मर्ला हो आज त ऊ त्यो के रहेछ कि त्यो है त्यो गुम्बा होला है त्यहाँ पुग्ने त्यहाँ माथि नि ओ माथि डाँडासम्म आयो है के होला त्यस्तो है ऊ यो उत्योबाट हो नि होइन फुल त यता त के हो त नि जता हेऱ्यो भने राम्रो देख्छु त आलु पनि राम्रै देख्छु त के हो र यी साथीहरू यहाँ चाहिँ यस्तो राम्रो छ स्याउ कति मजा फलिरह कस्तो राम्रो देखेँ है पन्टङ पन्टङ कस्तो रातो यो चाहिँ रातो खालको रहेछ यो फेरि सेतो खालको ए हरियो होला नि निलो होइन यो हरियो ल जाउँ कति राम्रो फुलको बगैँचा रहेछ नि गाइस हेर्नु होला ए कस्तो देखेको र ए यहाँ चाहिँ यस्तो चार्ज गर्दै हाल्दै हेर्नुको तिम्रो स्विच अफ हुन लाग्यो यहाँ चाहिँ गुलाबको फुलहरू एकदम धेरै रहेछ कति राम्रो है कस्तो राम्रो देखेको है हेरौँ न यो चाहिँ अब फोटो खिच्ने ठाउँमा आइपुगेँ नौ गर नि त एकछिन चार्ज जेरी गल्लीमा छौँ गाई अहिले चाहिँ सबैजना ड्रेस लगाएर हिँड्ने अगाडि छ अनि यहाँ पछाडि छौँ अब हामी चाहिँ फेरि एकछिनमा यतातिर फोटोसोटो खिच्छौँ अनि एकछिनमा चाहिँ हामी निक्लिन्छौँ ल नि त नि हामी चाहिँ फोटोसोटो खिचेर नि फर्कियौँ अब चाहिँ हामी चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ साथीहरू अनि त्यही हो अब घरतिर हिँड्यौँ साथीहरू लाग्यो अब आज चाहिँ हामी चाहिँ यति नै हाम्रो घुमेको लु कोही नि हेर्दैन हेलो अब हामी यहाँबाट लागेको गाइसहरू हेर्दै गर्नु देखाएको ल ढोका तान
चाहिँ यहाँ पुलमा जानु लागेको अरू चाहिँ गाडीमै छ हामी चाहिँ अब त्यता जाँदैछौँ हामी चाहिँ फर्केर पनि फेरि बाटो आएको होइन अब आइसकेपछि हामी चाहिँ अलिअलि भयो भने हेरौँ भन्ने भएर अनि पुलमा आएको साथीहरू हामी चाहिँ अब एकछिन यहाँ पुलमा फोटो खिच्छौँ अनि त्यस पछाडि हामी जान्छौँ फेरि हिजोकै ठाउँमा खाना खानु झरिसक्यो अब हामी चाहिँ सबै देख्नु पर्दैन हामी अब भात खानु अब खाना खान्छ अनि फेरि अनि हामी चाहिँ जान्छौँ सरासरी नै घर आज चाहिँ होइन यही ठाउँमा केशोर रे हामी चाहिँ खाना खानु लागेको गाइस मासु चाहिँ आउँदैछ हामी चाहिँ यहाँ खाँदैछौँ अनि त्यो चाहिँ आउँदैछ अनि हामी चाहिँ अब हामी चाहिँ खाना सुरु गर्छौँ है हामी चाहिँ भात खाएर पनि अब हामी चाहिँ अब जाँदैछौँ गाइस ओइ टिका यता हेर अब हामी चाहिँ जाँदैछौँ सक्यो अब हाम्रो चाहिँ अब सक्यो अब घर जाँदैछौँ हुन्छ हामी चाहिँ यहाँनिर आइपुगेको छ अहिले चाहिँ पानी पर्ला जस्तो भइसक्यो हामी चाहिँ अब यहाँ सर यो मन्दिर घुम्छौँ अनि त्यस पछाडि चाहिँ हामी चाहिँ घरतर्फ लाग्छौँ कस्तो हामी चाहिँ गरिसक्यो आयो हाम्रो चाहिँ यस्तो छ पारा साथीहरू अनि यहाँ मन्दिरतिर आएको के अरे यहाँ फोटो खिच्नुलाई गलेश्वर मन्दिरमा आएको छ अनि यतातिर चाहिँ राम्रो रहेछ अनि हामी चाहिँ आएको बाटोमा पसौँ न भनेर अनि हामी चाहिँ यहाँ मन्दिरतिर आइरहेको छौँ पर्छ जस्तो गएको नि छैन कति दिन भइसक्यो ओके जाने अनि छिटो ऊ यता त कस्तो राम्रो रहेछ यता कस्तो राम्रो रहेछ यता झन् आऊ ओ कति राम्रो रहेछ है ल